दर्शकबिन नमस्कार। यतिखेर केसरी सिरियलमा जुन उतार चढावहरू चलिरहेका छन् ती तपाईँहरूले निहाल्दै नै आउनु भइरहेको छ। पुरानै उतार चढावहरू यतिखेर देखा परिरहेका छन्। यतिखेर भएका मेन घटनाहरू केसरी र बसन्त त्यसपछि सिर्जना बिचमै नै छन्। यतिखेर सिर्जनाको परिवारले चाहिँ बाउले भन्छन् बुवाले चाहिँ सिर्जनालाई बिर्सिदे, बसन्तलाई बिर्सिदे। अब म तिमीहरूको यो उतार चढाव यस्तो यो चाहिँ तँलाई दुखी भएको हेरेर चाहिँ बाँच्न सक्दिनँ, म कसरी चाहिँ बाँच्ने, एक्लो मान्छे, आमाले छोडेर गएको यत्रो वर्ष भइसक्यो भनेर सिर्जनालाई सम्झाइरहेका छन्। तर सिर्जना भने एकदम जिद्दी गरेर चाहिँ बसन्त जसरी पनि मेरो सेवामा चाहिँ लाग्नुपर्छ, उसको बच्चा हो भने, उसको बच्चा मान्छ भने, उसले अब चाहिँ आफ्नो बाउ मान्छ भने चाहिँ मेरो चाहिँ उसले हेरविचार गर्नुपर्छ, स्वास्थ्य चौकी लाने काम उसको हो, तपाईँको होइन भनेर यतिखेर बुवालाई भनिरहेकी छिन् भने यता केसरीको परिवारमा भने फेरि बसन्त चाहिँ अब सिर्जनालाई नै ल्याउने भयो, सिर्जना सँगै जाने भयो, केसरीलाई फेरि दुःख दिने भयो भनेर चाहिँ धेरै चाहिँ छटपट्टिमा परिरहेका छन्। यता विभिन्न माध्यमहरूबाट नि अब चाहिँ फेरि बसन्तले चाहिँ केसरीसँग सिर्जनासँग मिलेर केसरीलाई चाहिँ छोड्ने हो भने यो सिरियल चाहिँ नहेर्नेसम्मको चाहिँ विभिन्न कुराहरू गरिरहेका छन्। कमेन्टहरूमा पनि साथीहरूले त्यस्तो भनिरहनु भएको छ। यता फेरि सिरियल चाहिँ हेर्न रोचक बनिरहेको छ। दुई पक्षीय बिचको जुन उतार चढाव छ त्यो उतार चढावहरूलाई बिचमा देखाउन खोजिएको छ। त्योले गर्दा चाहिँ एउटा इमोसनल भावहरू चाहिँ सिर्जना भइरहेका छन्। अब सिर्जना र बसन्तको चाहिँ बाटोमा हिँड्ने क्रममा भेट पनि भएको छ। भेट हुने क्रममा सिर्जनाले चाहिँ अब जसरी पनि मेरो हेरविचारको लागि तपाईँ जानुपर्छ भनेर चाहिँ भन्दाखेरि बुवाले चाहिँ तपाईँ फर्केर जानुहोस्, यो झगडा म हेर्न सक्दिनँ, अब जे गर्ने हो गर्ने म गर्छु भनिरहेका छन्। सिर्जना भने बसन्तलाई लानुपर्छ, जसरी नि मेरो हुनुपर्छ भनेर चाहिँ दबाब दिइरहेकी छिन्। तर म घर परिवार भइसकेको मान्छे, अब चाहिँ सक्दिनँ भनेर चाहिँ उनले भनिरहेका छन्। यता घरमा पनि चाहिँ अब केसरीले चाहिँ अलिक कडा रूपमा प्रस्तुत हुनलाई आग्रह गरिरहेका छन्। अब यही बिचमा चाहिँ सिरियल सकिएको छ। अब आउने भाग के कस्तो रहला त्यो फेरि हामी निहाल्ने नै छौँ। तर यो भाग हेर्न भने रोचक बन्दै गइरहेको छ। हजुरहरू केसरी सिरियललाई मन पराउने जतिले चाहिँ यो भिडियोलाई पनि लाइक कमेन्ट सेयर गरेर चाहिँ जोडिनु होला। धेरै लामो समयपछि चाहिँ मैले लिएर आएको छु, करिब 1 महिनापछि चाहिँ हेरेर माया